वैशाख 1 गते नै रहेछ। म जन्मनु भई जीवनयापनका क्रममा आफ्ना मातापितासँग बसाइसरी यस बुधबार 2 जयपुरमा विक्रम सम्वत 2026 साल मङ्सिर 5 गतेदेखि स्थायी बसोबास गर्दै आउनुभएका तपाईँ श्री प्रेम बहादुर पोखरेल आफ्नो सरल तथा असल सामाजिक व्यवहारका फलस्वरूप यस क्षेत्रमा सुपरिचित हुनुहुन्छ। यस क्षेत्रमा शिक्षाको उज्यालो छर्ने अग्रणी शैक्षिक संस्थामा विक्रम सम्वत 2034 सालदेखि एक शुभकामना। प्राचार्य गङ्गाप्रसाद निरौला, प्रमुख अतिथि भीमप्रसाद निरौला, अध्यक्ष विष्णुकुमार गर्तोला, विद्यालय व्यवस्थापन समिति। सम्मानित व्यक्तित्वलाई अबेर तथा दोसल्ला उडाइदिन हुन म आजका यस कार्यक्रमका सभापति तथा प्रमुख अतिथिलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद सम्पूर्ण अतिथिगणहरू। यसरी आज हामीले एकजना हाम्रा यीका स्थानीय हाम्रै दाई जसले जीवनको धेरै लामो समयदेखि शिक्षा क्षेत्रमा अगाडि चक डस्टरी नगर्दै पनि धेरै घन्टी ठोकेर हामीलाई धेरै उज्यालो बनाउने काम गर्नुभएको छ। उहाँलाई हामीले बिर्सिनै सकेनौँ र